हेलो सबैलाई नमस्ते। आज म माइनक्राफ्ट खेल्न लागेको छु। माइनक्राफ्ट त हैन, माइनक्राफ्ट ट्रायल हो। जे भए पनि अब पहिलोचोटि हो म खेल्न लागेको। मलाई खेल्न त आउँदैन, मैले खेलेको चाहिँ देखेको थिएँ धेरैजनाले। ओइ त्यहाँ त गाउँ पनि रहेछ एउटा पक। उइ आपा मलाई त्यति खेल्न आउन नजिस्काइदिनु होला। अनि मेरो यो युट्युब च्यानलको फर्स्ट भिडियो हो, माया गरिदिनु होला सबैजनाले। अब म खेल्छु। त्यो एउटा गाउँ रहेछ, त्यो गाउँमा गएर लुट्छु हैन। मेरो भाग्य चाहिँ रहेछ जन्मिने बित्तिकै गाउँमा आएछु। अब जन्मिने बित्तिकै गाउँमा बस्छु त अनि खेल्नेकै त होला। हेरौँ गाई पनि रहेछ योमा त ओइला यहाँ लडेर खस्नु छ। हो यो गाउँलेहरूको घर। लट्ठिन राख्या क्या पिट्न। लक्की हो यो। हट माथि जान्छु अब म। यहाँ के छ? चेस्ट हुन्छ कि सायद हैन, त्यो चेस्टमा हुन्छ कि सबै सामानहरू। मैले देखेको थिएँ त्यो एउटा युट्युबरहरुको हेर्छु मैले, त्यो टेक्नो गेमरहरुको हैन। अनि त्यो सेम्पा स्पाइडर हट सेम्पा स्पाइडरहरु तिनीहरु चाहिँ खेल्छ। मैले हेरिरहेको हुन्छु कि प्रो बोइज 95 भयो हैन। अनि यिनीहरुले भिडियोबाट चेस्टहरु भेटाउँछन्, बेडहरु लिन्छन् आफ्नो लागि सुत्नलाई काहीँ आपत पर्यो भने हैन। त्यही भएर म पनि पहिलो आज गाइजहरु आज झन् वर्ल्ड कप फाइनल पनि छ। कोही कट्टु र जुत्ता पाएँ मैले गाइज। कृपया अन्तिमसम्म हेरिदिनु होला। देखो न गाइज तल पनि रहेछ। ओ धन्नै जे पर्ला हजुर किन हुन्छ खुब फेरि गर्नु त एकचोटि मामु, एकचोटि कल लगाउनु त, एकचोटि कल लगाइसो न, एकचोटि कल लगाइसो न। कहाँ हेरि त मम्मी आज फाइनल? तपाईँ हेर्न दिनु होला। गाइज आज फाइनल हेर्ने वर्ल्ड कप आज अर्जेन्टिना र स्पेनको। तपाईँहरूले हेर्नुहुन्छ कि हुँदैन? यसको चाहिँ तिनीहरूले त्यो सामानहरू बनाउँछन्, त्यही भएर मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। म आज धेरै चाहिँ खेल्दिनँ, त्यसै खेल्छु। मैले चाहिँ फेरि माइनक्राफ्ट ट्रायल रान गरेको। माइनक्राफ्ट चलाउनु छैन। अब यसलाई यहाँ राख्छु हैन, लेकिन म त्यस्तो खेल्न नआउने पनि हैन। मैले खेलेको चाहिँ देखिरहन्थे क्या युट्युबरहरू। अब एक राख्ने यहाँ राख्ने। अनि हेर्नु यहाँ पिक्याक्स भन्छ, कता गयो पिक्याक्स भन्छ एउटा, अनि एउटा एक्स यति लाउँछु अहिले चाहिँ। अब यसलाई टर्छु। एक्सले चाहिँ म के गर्छु, यिनीहरूको यो घरको ढुङ्गाहरू फुट्छु। आइरन खोज्ने ट्राई गर्छु आज।
यो कसो गऱ्यो माफी पाऊँ है म त भत्काइदिरहेको यहाँ बत्ती नि फुट्यो भिलेजहरूले चाहिँ पछि कसरी बनाउँछ यो घर म दङ्ग पऱ्यो यार तिनीहरूसँग दिमाग नि हुन्छ ल यहीँ रहेछ धेरै कस्तो हुँदै रह्यो गाइज माइनक्राफ्ट खेल्न मजा त मजा आउँछ खेल्नभन्दा त्यो अरू मोडहरूमा खेलेको हुन्छ नि त्यो युट्युबरहरूले त्यो हेर्नु मजा आउँछ मलाई एक्चुअली अब जिटिए नै खेल्न एक्सपिरियन्स गर्न छ जिटिए चाहिँ अब मोबाइलमा अलि मिल्दैन सायद मेरो ल्यापटप छ ल्यापटपमा पनि भिडियो बनाएर यो च्यानलमा हाल्छु हेर्नु होला ल्यापटपमा मलाई राम्रो खेल्न चाहिँ आउँदैन त्यही पनि ट्राई गर्छु म खेल्ने के हो यो उयो डायमन्ड हो यो होइन डायमन्ड त्यस्तो हुन्थेन यार के रहेछ यो गाइस कोही होला कमेन्ट गरिदिनु है मलाई चाहिँ थाहा भएन के हो यो अब म यहाँ माइनिङ त्यो गर्छु माइनिङको लागि बनाउँछु हेरिदिनु होला अब अर्को भिडियोमा चाहिँ माइनिङ गर्छु म अब टर्चहरू बनाउँछु अनि माइनिङमा जान्छु म अर्को भिडियोमा हेरिदिनु होला यो चाहिँ माइनिङ गर्ने त्यो ठाउँ बनाउँदैछु म है अर्को भिडियोबाट चाहिँ माइनिङ गर्न जान्छु म है त ल आजलाई यति है गाइस आजलाई मैले के गरेँ आज मैले पिक्याक्स बनाएँ भिलेजमा आएँ अनि एउटा अब यो घरतिर बस्छु है त गाइस धन्यवाद हेरिदिएकोमा यहाँसम्ममा ल सबैलाई च्यानल सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है।